पलहरू आइरहन्छन् नि हैन, जब कसैलाई दिएको वचनलाई अलिकति औपचारिक बनाउनु पर्ने हुन्छ। अब त्यो सानोतिनो लेनदेन होस् वा कुनै सेवाको लागि गरिएको सहमति, मुखले भनेको कुरालाई कागजमा उतार्यो भने त्यसको महत्त्व नै अर्कै हुन्छ। हो, यस्तै अवस्थाहरूको लागि हो सम्झौता पत्र भनेको। यो एकदमै सरल र सीधा समाधान हो। अब सम्झौता पत्र सुन्दैमा कुनै ठूले कानुनी कागज होला जस्तो लाग्न सक्छ, तर त्यस्तो होइन। यो त केवल दुई पक्षबीच के कुरामा सहमति भयो भनेर प्रश्न पार्ने एउटा माध्यम मात्र हो। ल अब यो कागजातमा के हुन्छ, कसरी बनाउने, त्यसको हरेक पाटोलाई एक एक गरेर हेरौँ है त। एकदमै सजिलो बनाइदिन्छु। अनि सुरुवात गरौँ यसको सबैभन्दा सामान्य तर सबैभन्दा महत्त्वपूर्ण कुराबाट। कुनै पनि सम्झौता कहाँबाट सुरु हुन्छ होला? हो, मितिबाट। मिति त हुनै पर्यो नि होइन, किनभने मितिले नै त हो नि देखाउने यो सम्झौता कहिलेदेखि सुरु भयो भनेर। मिति नै भएन भने त कहिले सहमति भयो, कहिले सुरु भयो भन्ने नै थाहा हुँदैन, कुरै हराउँछ। ल, मितिको कुरा त भइहाल्यो। अब मितिपछि अर्को महत्त्वपूर्ण कुरा के आउँछ त? अब पालो आउँछ यो सम्झौतामा को छन् भनेर चिन्ने। कागजातमा हेर्नुभयो भने त्यहाँ पहिलो पक्ष र दोस्रो पक्ष भनेर लेखेको देखिन्छ। हो, यही ठाउँमा हो सम्झौता गर्ने मान्छेहरूको वा संस्थाहरूको नाम र ठेगाना लेख्ने। यसो गर्दा कसको के जिम्मेवारी हो भनेर छुट्याउन एकदमै सजिलो हुन्छ। एउटा कुरा प्रश्न पारौँ है त, यहाँ पक्ष भनेको के हो? पक्ष भनेको सिधा भाषामा सम्झौतामा सामेल हुने जो कोही पनि हो। त्यो एकजना मान्छे हुन सक्छ, कुनै समूह हुन सक्छ वा कुनै संस्था पनि हुन सक्छ। मतलब दुईजना मान्छे बीच पनि हुन सक्यो, एकजना मान्छे र एउटा कम्पनी बीच पनि हुन सक्यो वा दुईवटा कम्पनी बीच पनि। ल, को छन् भन्ने पनि थाहा भयो। अब जाउँ सम्झौताको सबैभन्दा मुख्य भागमा, भनौँ न सम्झौताको मुटुमा। त्यो हो यसका शर्तहरू। हो, यी बुन्दाहरू नै हुन् सम्झौताको मुटु। यहाँ नम्बर दिएर लेखिएको हरेक शर्त भनेको एक पक्षले अर्को पक्षलाई गरेको वाचा जस्तै हो। ल, अब एक एक गरेर हेरौँ है त यी शर्तहरूले खासमा भन्न खोजेको के हो। पहिलो बुदाले के भन्छ भने यो सम्झौता के को बारेमा हो, जस्तै एउटा वेबसाइट बनाउने बारेमा भनेर स्पष्ट पार्छ। अनि दोस्रो बुदाले चाहिँ त्यो काम कहिलेसम्ममा सक्ने भनेर मिति तोकिदिन्छ, डेडलाइन। यो दुईका कुरा त एकदमै प्रष्ट हुनु पर्यो, नत्र त कानै अघि बढ्दैन। अब आयो पैसाको कुरा, बुदा 3। यसले पैसाको लेनदेनलाई एकदमै सजिलो बनाइदिन्छ। यहाँ के हुन्छ भने जम्मा कति पैसा हो त्यो लेखिन्छ अनि त्यसलाई दुई भागमा बाँडिन्छ। एउटा भयो अग्रिम मतलब एडभान्स, जुन काम सुरु गर्नु अघि नै दिइन्छ, अनि अर्को भयो बाँकी, जुन चाहिँ काम सकिएपछि दिइन्छ। यसो गर्दा दुवैजनालाई ढुक्क हुन्छ, हैन त? अब हेरौँ अन्तिम दुई बुदाहरू। यिनले सम्झौतालाई झन बलियो बनाउँछन्। बुदा नम्बर 4ले भन्छ दुवैले नियम मान्नुपर्छ है। अनि बुदा नम्बर 5ले के भन्छ भने भोलि केही खटपट भइहाल्यो भने पनि सिधै अदालत जाने होइन, मिलेरै समाधान खोज्ने हो। यो त कति राम्रो कुरा हैन, सम्बन्ध पनि बिग्रिँदैन। ल, सबै शर्तहरूमा कुरा मिल्यो। अब आउँछ सबैभन्दा अन्तिम र सबैभन्दा महत्त्वपूर्ण काम। त्यो काम जसले यो कागजको टुक्रालाई आधिकारिक बनाउँछ, कानुनी रूपमा पक्का बनाउँछ। यहाँ हेर्नुस् त, एकातिर शर्तहरू छन्, अर्कोतिर हस्ताक्षर गर्ने ठाउँ। यो दुईटाको सिधा सम्बन्ध छ। जब दुवै पक्षले सही छाप गर्छन्, तब मात्र उनीहरूले माथि लेखिएका सबै कुरा मान्छु भनेर कानुनी रूपमा स्वीकारेको ठहरिन्छ। हस्ताक्षर भएन भने त यी शर्तहरू खाली कागजमा लेखेको शब्द मात्रै त हुन् नि। अनि हस्ताक्षर गर्ने ठाउँमा साक्षी 1 र साक्षी 2 को लागि पनि ठाउँ छुट्याइएको हुन्छ। अब साक्षीको काम के हो त? उनीहरूको काम भनेको यति मात्रै हो, यिनीहरूले मेरै अगाडि आफ्नै खुसीले बिना कुनै दबावमा सही गरेका हुन् भनेर पक्का गरिदिने। उनीहरूले यो सबै प्रक्रिया देखेको हुन्छन्। ल, अब यो सम्झौता पत्र कसरी बन्दो रहेछ भन्ने त बुझियो। अब सोच्नुस् त, हाम्रो दैनिक जीवनमा कहाँ कहाँ यो काम लाग्न सक्छ। जस्तै घरमा केही मर्मत गराउँदा या कसैलाई कुनै फ्रिलान्स काम दिँदा वा लिँदा। साँच्चै भन्ने हो भने यो कागजातको सबैभन्दा राम्रो पक्ष नै यही हो। यो एकदमै सरल छ र जताततै काम